हेलो नमस्ते साथीहरू। आज मेरो खरायो यो बिराम परेछ, त्यही भएर औषधि खुवाउनु लाग्यो है। के भएछ रमाइलो भएछ औषधि हामी औषधि खाउँला है। औषधि नम 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 आमा tam tam Ammo goro Faitu am goro Faitu Yani छ मेरो Faitu कस्तो चुलबुल गर्थ्यो है मेरो Faitu चुलबुल पनि पानी अलिकति पिउने हो पानी अलिकति पिउने है अन्त भोक लाग्छ। अनि यसो नाना चिची गरेर खेल्ने गरेर खेल्ने हो त्यसरी खेल्ने हो। खेल्नु पर्छ है, कति खेल्नु पर्ने है। पानी पिउने है। अब अलिकति खास पानी अलिकति पिउने है। पक्की हुनु पऱ्यो नि, बिराम भएर बसेर हुन्छ होइन। जस्तै गनायो कस्तो गनाको औषधि त चाहिँ हो आछी जस्तै गनाउँछ। मान्दैन के त्यही त भन्दैछु। खै कता पाक्यो अलि के गर्नु फाट्यो यहाँ चुच्चोमा यहाँ आऊ न। यहाँ काखमा राखेर लाउँछु क्या तिमीलाई। काखमा राखेर यहाँ कस्तो गर्ने है। धेरै पकाउनु पर्ने भएछ है। कस्तो भएछ खै यसरी बस्नु है। नम पानी आउँछ पानी औषधि सिक्यो पानी हो यो पानी आयो सानो आफै सानो दबाई
स्याबास फेरि अर्को थोक नम 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 औषध खान नमानेको खै 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 नम नम गर्नुपर्छ हेर बढी लाग्यो ल औषधी खायो है अब खानु नम 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 गर नम नम गर काम गर खाइ अब खाऊ है मजाले खाऊ औषधी छ है खाऊ अब भोक लाग्यो है खानु खाऊ खाऊ फाइट यहाँ पनि छ स्याबास कस्तो मन पराएर खान्छु यसरी आज फाइटर विराम भयो थियो त्यही भएर अब विराम भएकोले औषधि यो किनेर लिएर अब अलिकति खायो अब डक्टरको सल्लाह अनुसार उनीहरूको डक्टरको सल्लाह अनुसार चाहिँ मैले चाहिँ 1 ml पहिले भर्खर दिएँ 1 ml दिएर अनि अलिकति पानी पनि पिलाएँ होइन पानी पनि पिएपछि अनि एकछिनपछि हल्का खानु थालेको तपाईँहरूले पनि देख्नुभयो होइन त्यसरी नै अब हामीले अब मानव जातिलाई जस्तै जनावरलाई पनि यसरी नै अलिअलि अब आफूले सकेको माया चाहिँ गर्नुपर्छ भन्ने मेरो धारणा हो तपाईँहरूले के बुझ्नुभयो यो भिडियोबाट कमेन्ट गर्नु होला है त अब नेक्स्ट भिडियोमा भेटौँला अहिलेको लागि बाई है